अध्यकृते तत गोदान प्रतिष्ठिता सांगता सिद्धार्थम इमं दक्षिणं पूर्वोक्त संकल्प सिद्धिरस्तु सुपिचिता ब्राह्मणाय तुभ्यम अहम संप्रददे त्यही राखिदिनुस्। हजुर गौरु पद्रव्यको नमो नमः चढाइदिनुस्। गाईको प्रदक्षिणा गरे भनेर घुमाइदिनुस् जल। यानी कानि च पापानि जन्मान्तर कृतानि च तानि तानि प्रणश्यन्तो प्रदक्षिणां पदे पदे। ब्राह्मणिताय च जगद्दिताय कृष्णाय गोविन्दाय नमो नमः। आकृणेन रजसा व्रतमानुनिवेश निमृतं व्रतं च हिरण्यर्न सवितारतेन देवो जाति वनानि पश्यन्न। लगाई डोर्याएर उहाँलाई दिनुहोस्। हजुरले यसो छोइदिनु त हजुर नौ चाल किन दिनुहोस् उहाँले चल्दा हुन्छ है। गाईलाई छोइदिनु हो त्यो दुना समात्नुहोस्। हजुरले लिनुहोस् हातमा लिनु उठाउनु त अर्को पनि दिनु त्यो त उठाउँदा हुन्छ। ल अब त्यो फल भएको दुनामा जल छ त्यो जलले उहाँहरूलाई यसो शान्ति गरिदिनुहोस्। ओम देवो शान्तिरन्तरिक्षगुं शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वेदेवाः शान्तिर्ब्रह्म शान्ति सर्वं सामा शान्तिरेधि। ओम भूम्यै नमः। हिरण्यर्न सवितारथेन देवो जाति वनानि पश्यन्न। त्यसरी अब यस्तो गर्नु हजुर जान्नु हो न लाग्यो त्यो कान्छेबाट उता जलाउनु हो त्यसरी ल छोइहाल्नु बिग्रिहाल्छ। ल भयो भयो अब मत्स्य मुद्रा अङ्कुश मुद्रा यसरी गतपते अनुकम्पय मां भक्तां गृहाणार्घं दिवाकर ऐश्वर्य सहस्रं च तेजोराशे जगतपते अनुकम्पय मां भक्तां सतात। अब जुन अर्घ दिनुभयो जुन भव विद्वङ्ग आसुर भव वार्जवन्न पेतुर्भव सुख दस्त्व मग्ने पुरी खवाणः आनो भद्राः सो अपरिता सौजता ते असन्न प्रायुवो रक्षिता इन्द्रो वृद्धश्रवाः स्वस्ति नः ददातु भद्रं कर्णेभिः शृणुयामि देवहितं तिरन्तरिक्षगुं पृथिवी शान्तिरापि शान्तिरेव शान्तिः। समर्पयामि तम गणपतये। बोलाइसकेपछि भगवानको पाउ धोइदिन पर्यो त्यही जल चढाइदिनुहोस्। भगवानको पाउ धोइदिएको कल्पना गर्दै त्यसपछि अर्घ चढाइदिनुहोस्। हस्तयोः अर्घ्यं समर्पयामि। गवामहे प्रियाणान्त्वा प्रियपत्रगुं गवामहे निधिनान्त्वा निधिपत्रगुं गवामहे वसमः आहमजानि गर्भदमत्तमजा श्रीगर्भेशदेव माता त्रिपुरे पार्वती पिता महादेव माता त्रिपुरे पार्वती पिता महादेव एकदन्त दयावन्त चार भुजाधारी
एकदन्त दयावन्त तार भुजधारी शिराभरि सिन्दुर पोते भूषामा सवारी शिराभरि सिन्दुर पोते भूषामा सवारी जय गणेश जय गणेश जय गणेश देवा जय गणेश जय गणेश जय गणेश देवा माता त्रिपुरी पार्वती पिता महादेवा माता त्रिपुरी पार्वती पिता महादेवा पान चढ्छ फुला चढ्छ अनि चढ्छ मेवा पान चढ्छ फुला चढ्छ अनि चढ्छ मेवा लड्डुको भोग लगाई भक्त गर्छन् सेवा लड्डुको भोग लगाई भक्त गर्छन् सेवा जय गणेश जय गणेश जय गणेश देवा जय गणेश जय गणेश जय गणेश देवा माता त्रिपुरी पार्वती पिता महादेवा माता त्रिपुरी पार्वती पिता महादेवा
म शब्द पाए तिमी अर्थ बनिदेऊ यो जिन्दगीको सहारा बनिदेऊ न कमजोर हुँदा सामर्थ्य बनिदेऊ न अँधेरीमा तिमी जुन बनिदेऊ न कर्मसाक्षी दीपनारायणाय नमः। ओम मार्गदेवताय नमः। उपमन्युदेवाय नमः। माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो माया दियो ममता दियो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आमा तिमी देवी हो आमा तिमी देवी हो माया दियो ममता दियो सहेर दुख कष्ट संसार देखायो आँसू पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो ओ आँसू पिएर आफू अमृत पिलायो ताते ताते गर्दै तिमीले हिँड्न सिकायो
माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। माया नै माया छ तिम्रो नाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। प्रीति नै प्रीति छ तिम्रो ठाउँमा, तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा। देखेर तिमीलाई हेरेर तिमीलाई 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 भेटेर तिमीलाई सम्झेर तिमीलाई 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 फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो मोती जस्ता दन्त तिम्रा आँखा गाजलु तिर्मिराउँछ नाकामा कसरी जुदाऊ लुकी लुकी चियाउँदै गर्यो के जादु झिमझिमाउने परेलीमा फस्दैछ मुटु फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो सिरेमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी
धेरै हँसिलो साँची राखौं जस्तो लाग्छ गीतभरि तिमीलाई साँची राखौं जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधी राखौं जस्तो लाग्छ प्रीतभरि तिमीलाई 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 तिमीलाई
यस सुपुत्री सुश्री ममता थापा एवं श्री गोविन्द प्रसाद ढकाल तथा श्रीमती शान्ति शर्मा ढकालका सुपुत्र श्री सरोज ढकालका साथ मिति 2082 वैशाख 17 बुधबार वैवाहिक जीवनमा बाँधिनु भएको शुभ अवसरमा सुखद दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछौँ। सेवले खड्गसिंह गाहाबाजी नाति खलक परिवार बगनासकाली 1 गाबटुङ पाल्पा। हाम्रो यस सङ्गठनको तर्फबाट उहाँहरूलाई जीवन्तसम्म यो सम्झना रहिरहोस् भन्ने हिसाबले हामीले एउटा मायाको चिनो प्रदान गरेका छौँ भने यो मायाको चिनो प्रदान गर्न हाम्रै यस सङ्गठनका अध्यक्ष एवं परिवारकै भाइमुली श्री बेलीराम गाहाजीलाई अनुरोध गर्दछु भने यस सम्मान मायाको चिनोलाई ग्रहण गरिदिनु न आजको वर वधुलाई विनम्र अनुरोध गर्दछु।
सुश्री अब श्रीमतीको होइन मेरो चाहिँ नाति र अब मेरो चाहिँ नाति बाबु हाम्रो नाति समय बाबु रहेछ उहाँ दुवैलाई यो दाम्पत्य जीवन एकदमै सुखमय सफल र तपाईँहरूले सबैले आँटेको चाहेको ममा यसबाट एउटा जुन तपाईँको दुईजना बिरुवा यसरी जीवन चाहिँ एकदमै शुभ आशिष दिनुहोस् ह्याप्पी म्यारिड लाइफ है अनि सुख हुनु एकदम खुसी हुनु र त्यही छ शरीरमा चाहिँ मैले निकै ट्राई गर्ने प्रयास गरेँ तर के गर्ने अब विदेश प्रकार थाहा छ होइन त्यसले गर्दा अब विगतको समयमा मलाई हाम्रो मेरो परिवारबाट तपाईँलाई एकदमै धेरै बाबू आए दादू बाबू आए अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी बरफी पलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो दुःख सुख सबै बाटेर
अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरु दुःख सरोज ढकाल विद्या गोविन्द प्रसाद ढकाल माता शान्ति शर्मा ढकाल गान्धीकला सस्येन्द्र हाल माछापुरको साथ पोखरा निवासीको जुनको आयुष्मती सुपेट इन्जिनियर ममता नगर विद्या जयबहादुर थापा माता जयन्ती थापा खानसिंह नगरपालिका 2 मेलद्वारा नेपालको निवासीका साथ 2082 वैशाख 17 गते बुधबारका दिन सुसम्पन्न भएको शुभ विवाहको मिति 2082 वैशाख 19 गते शुक्रबार आयोजना गरिएको प्रतिरोधले तपाईँको परिवार तथा नातागोताहरूलाई सादर निवेदन गर्दछौँ। साथै यहाँहरूको उपस्थित भई कार्यक्रममा थप गरिमामा बनाइदिनु गर्दछौँ। मिति 2022 साल वैशाख 19 गते स्थान होटल पोखरा प्रार्थी हजुरआमा नारायण सम्पूर्ण पहिला अब धन्यवाद नाता जोडियो छोराछोरी एक हामी एक परिवार होइन अब निमन्त्रणा पत्र चढाइयो र कारहरू छ अहिले कति दिनु भयो परिवार आधारले पुग्यो पनि बेसी साथीहरूलाई कतै भयो नि अब हजुर छोरीको कर्म कस्तो पराया धन हो रे माइती घर छोड्नु पर्ने यस्तै चलन हो रे छोरीको कर्म कस्तो पराया धन हो रे माइती घर छोड्नु पर्ने यस्तै
Thank you.
सुनेको थिएँ एउटा देशको कथा मैले त्यो कथाको राजकुमारी मेरै सामु पाएँ अहिले जे सुने थियो साँच्चै आज भयो त्यही तिमी नै हौ तिमी मेरी दुलही तिमी नै हौ तिमी मेरी दुलही धेरै आशीर्वाद शुभ कारण कार्य सबै यिनको सफल भयो भन्ने मन साथ आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी फुलेको बाटोमा फुलानी आस्लाउँछ म तिम्रै हुलानी औलानी आउन त जोडेनी ल्याइदेऊ मलाई खुसीले सम्झना खोज्दै कोही छ सोचेर दुनिया नै हिँडेको बाटोमा सम्झना खोज्दै कोही छ सोचेर दुनिया नै किन हो किन सम्झना भयो छ रुवानी तिमी नै छौ जीवन बुझिदेऊ कुरा झल्काउने मनैमा पिराती बसिदेऊ धडकनमा तिमीले लिएको आसना
सम्झनाहरू बिथोली सुनेर सुनेर त्यो बोली आउला नि आउला त जुनेली त्यसलाई देऊ मायालाई कोसेली आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी यसपालि त अहिले खानुहुन्छ अनि मैले थाहा पाइसकेँ आँखामा सपना केसरी लजाउँदैन हेर त्यसरी फुलेको बाटोमा फुलाने आslaउँछ म तिम्रै होला नि आउला नि आउन त जुने केले देऊ मलाई कोसेली छम्मै जल पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फुल झै शीतल तिमी जुन झै छम्मै जल पानीमा हो आँखा पर्यो नानीमा राम्री तिमी फुल झै शीतल तिमी जुन झै उजेली छौ सुन भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा
कोलीलाई पितल छापा हाँसियालाई बाला कति हेर्छौ दाइने देब्रे जवान होइले जाला जवान होइले जाला मेरै घरको दैलो ठुलो आँगन चारै कुने न बिजुली न त पानस तिमी भए हुने हे राम्री रहेछौ फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा फुल भन्दा के चाहियो र यो भन्दा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा चाहिने जो चाहिने जो जिन्दगानीमा डमरेलले टिट्टु दिलीप राईले जति दखल दियो त रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग मनको ढुकीमा महसुस गर तिम्रो छाया पनि तिम्रै वरपर छुने तिमीसँग रहर छ सँगै हुने तिमीसँग के छ त्यस्तो कुन्नी तिमीसँग तिमी हुँदा लाग्छ मलाई संसार मेरे जस्तो तिमीलाई नदेख्दा केवल एक पल
गाजल त्यो तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्न मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडाको मन पर्छ न ढाक न मुहार श्रृङ्गारले न ढाक न मुहार श्रृङ्गारले चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने छिटोलेर अँधेरोलाई उज्यालो देखाउने चम्किला झुम्किरी झै आँखा गहिरो समुद्र भए जिन्दगी मेरो किनारा देखाउने तिम्रो हात सुरिलो त के छ र गीत मेरो सुरिलो त के छ र गीत मेरो जति तिम्रो आवाज हुन्छ जति तिम्रो आवाज हुन्छ आशा यही हो सधैँ तिम्रो साथ पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने तिमी 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 हो मलाई चाहिने परवाह नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो परवाह नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो परवाह नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने त्यही नै हो
जीवन नै नजिउने हो तिम्रो नाम पछिको नाम मैले नै दिने हो तिम्रो जीवनमा रङ भरिदिने जिम्मा मैले नै लिने हो तिमीले रेट्यौ मनको तार बज्यो धुन्यो बारम्बार सातौं जन्म मेरै हुनु है तिमीलाई खबरदार म त तिमीमै भुतुका बस्थ्यौ मनमै सुटुका तिमी मेरै हुनु पर्छ पुरा हुन जीवनको अर्थ प्रिया 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 हाम्रो भेट चाहिँ म थर्ड इयरमा थिएँ तिमी फर्स्ट इयरमा थियौ अनि त्यसपछि ऊ म कहाँ थिएँ ऊ फोटोकपी ऊको अगाडि उभिरहेको थिएँ मैले परबाट हेरेर आइरहेको थिएँ पुरै त्यस्तो चुवाक भन्दै हेर्दै गएँ है अनि उसले ठ्याक्कै मलाई हेऱ्यो क्या अनि त्यसपछि त्यो हेर्ने बित्तिकै यस्तो दियो क्या म त अब सक्ट के गर्ने अनि म लजाएर भागेँ त्यसपछि त्यहाँ हेरेर चाहिँ मन परेको हो अब त्यसपछि मैले एप्रोच गरेको थिएँ अनि के भयो मैले रिजेक्ट हान्थेको किन त्यतिखेर भर्खर फर्स्ट इयर ब्याचलर्स आएको थियो नयाँ ठाउँ अनि उहाँले अप्रोच गर्नुभयो अनि मलाई चाहिँ त्यतिखेर ठिक लागेन अनि ठिक लागेन रिलेसनसिपमा बस्नु मसँग कि रिलेसनसिपमा बस्नै मन थिएन होइन रिलेसनसिपमा बस्नु मन थिएन त्यतिखेर त्यसपछि म आफ्नो बाटो लागेँ उनी आफ्नो बाटो लागिन् म अस्ट्रेलिया पुगेँ त्यसपछि हाम्रो म्युचुअल फ्रेन्ड हुन्थ्यो अनि ठ्याक्कै ऊ पनि सिडनी फेयरवेलको आउँछ नि त फोटोहरू अनि फेयरवेलको फोटोमा ठ्याक्कै सिडनीमा आएको छ भने थाहा पाएँ अनि मैले फेरि रिक्वेस्ट पठाएँ अनि कति भयो 5 इयर्स 2020मा होइन 2020मा चाहिँ मैले रिक्वेस्ट पठाएँ अनि त्यहाँबाट बल्ल हामी कुरा गर्न थाल्यौँ अब पहिला पनि मन परेको फेरि मन पराउनु
पाइयो नि त होइन अनि त्यसपछि कुरा भयो योचोटि चाहिँ खोइ के देखेर मन परेको नि मन चाहिँ पहिला नि परेको थियो तर पनि त्यतिखेर चाहिँ ठिक लागेन रिलेसनसिपको लागि चाहिँ अनि त्यसपछि अलि मेच्योर पनि भएको थियो अनि आई थिङ्क त्यो बेलामा त्यही जे ठिक लाग्यो त्यही गरियो अनि त्यसपछि बिस्तारै अहिले त 5 वर्ष भयो हेर्दा भर्खर 2 वर्ष भयो जस्तो लाग्छ त्यही पनि अनि फाइनल्ली हो यहाँ अहिले बिहा भयो फर्स्ट त उहाँको प्रायोरिटी नै म्युजिक हो गाउनु गिटार बजाउने म्युजिक प्रड्युस गर्ने म्याक्सिमम टाइम चाहिँ त्यसैमा दिनुहुन्छ हबिज होइन दिनुहुन्छ मलाई तर आई मिन हबिज हुन्छ नि साइडमा प्यासन भन्ने कुरा त्यो चाहिँ म्युजिकमा छ उहाँको खानेकुरामा त चिकनको त्यो नि हुन्छ जस्तो आइटम नि खानुहुन्छ त्यही अलि पिज्जा मनपर्छ मेहनती छ है मेन भनेको चाहिँ उसको ट्रेड्स भन्नुपर्दा लास्टै मेहनती छ गरेको काम आँटेको काम गर्छ अनि अर्को सबसे मलाई चित्त बुझ्ने भने मेरो ख्याल राख्छ त्यति भए चाहिँ आफूले के खोज्छस् कानो आएको भने जस्तो भइहाल्यो नि